सब कुरा गर्न सक्छु तर तपाईँ मेरो आई लभ यु सो मच म तपाईँको आफ्नो सबै गर्छु भन्दा पहिला किन भेटिनु यार यति राम्री मान्छे बिहा भन्दा पहिला किन भेटिने यार बिग्रेको छैन 4 वर्ष अगाडि किन आएको तिमी 4 वर्ष अगाडि कहाँ थियौ यार अब त जिन्दगीमा मन्द्रास फिल्म गुन्डा जस्तो श्रीमती आइसक्यो 4 वर्ष अगाडि कहाँ थियो तिमी तपाईँ कि मसँग आउन सक्नुहुन्न सबै चिज भुलिदिनुहोस् त्यो विगतका दिनहरूमा आजबाट नयाँ सुरुवात गरौँ प्रेम माया त अनेक छ प्रिय तर कसैको बन्धनमा बाँधिएको छु यो फुल जस्तो मायालाई न टिप्न सक्छु न बिदावारी गर्न सक्छु न बिर्से तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ कस्तो माया लाएँ न पाउन सक्छु म तिमीलाई न गुमाउन सक्छु यावाली संसारमा तपाईँले सुन्नु भएको छैन होला संसारमा असम्भव भन्ने कुरा नि केही छैन चन्द्रमा त मान्छे पुगिसके तपाईँ त श्रीमती के 10 वटा श्रीमती भए पनि म तपाईँको कान्छी बन्न सक्छु के छ र तपाईँ म पुर्याउन सक्छु यदि मैले आफ्नै घरको श्रीमतीलाई खुसी दिन सकिनँ भने मैले परिस्थितिलाई कसरी खुसी दिन सक्छु प्रिय सबैलाई खुसी पार्न सक्नुहुन्छ संसारमा भन्नुहोस् मात्र न म तपाईँको लागि सबै कुरा सहन तयार छु एकचोटि मेरो हात थामेर त हेर्नुहोस् तपाईँले जीवनभरि खुसी राख्न सक्छु तिमी रोएको पल तिमीसँग रुन सकुला तर तिम्रो दुःखमा सहयात्री अवश्य बन्नेछु प्रिय न तिमीलाई पाउन सके अक्सर त्यस्तो मान्छेलाई मन पर्दो रहेछ जीवनमा न त पाउन सक्छु गुमाउन जसलाई मुटुमा राखिन्छ त्यो मान्छेलाई पाउन गाह्रो हुन्छ शान्त मात्र गरेर हेर्नुहोस् न सब कुरा सम्भव हुन्छ एकचोटि त प्रयास गर्नुहोस् मनाउनुहोस् यति चोखो माया गर्नेलाई सबै कुरा भुलेर अगाडि बढ्न सकिन्छ श्रीमतीलाई मनाउनको लागि श्रीमतीले घरकी श्रीमतीलाई मनाउनको लागि घरकी श्रीमती पनि भ्यालेन्टाइन डे होइन प्रिय मात्रै एउटा बिहे गर्नुभएछ धेरैले गरेको छन् दोस्रो तेस्रो 3टा 4वटा धेरैसँग छन् खुसीसँगै बसेको छ नि संसार पनि हेर्नुहोस् एकचोटि के म तपाईँसँग आउँदैमा के उहाँले आफ्नो श्रीमान गुमाउने हो र मिलेर माया भनेको त जति बाँड्न सके त्यति नै बढ्ने हो नि प्रिय नगर हो माया प्रीति यो माया त मान्छेलाई कमजोर बनाउँछ हौ चियाबालाजी होइन त्यस्तो होइन मायाले शक्तिशाली बनाउँछ कमजोर कहिले पनि बनाउँदैन मलाई कमजोर हुनु छैन आई वान्ट टु बी स्ट्रङ त्यो दुनियाँको भ्रम हो मायाले नि संसार चलेको छ एकचोटि खुल्ला आकाशमा हेर्नुहोस् त माया नभएको भए संसार के भइसक्थ्यो होला एकातिर माया एकातिर 2 थाल मासु म 2 थाल मासु रोज्छु प्रिय मायाले संसार धान्दैन मायाले संसार धान्दैन प्रिय यदि मायाले संसार धान्ने भए चियावाली यदि मायाले संसार धान्ने भए मदन किन जानु पर्थ्यो कमाउनको लागि किन लास जानु पर्थ्यो त्यो पैसाको लागि किनभने माया त उसले श्रीमती थियो त नि त्यो जोडीमा माया भनेको त फ्युचर हो अनदेखा हो त्यो त न बिर्से तिमीलाई न पाए तिमीलाई चियावाली बिना अर्थ दिलमा सजाए तिमीलाई चियावाली त्यति कमजोर हुन सक्दैन म तपाईलाई गुमाउन चाहदिन मेरो मायालाई स्वीकारिदिनुहोस् तिमीलाई म पाउन पनि सक्दिन
प्रपोज गरेको छु, मेरो मनका कुराहरू भनेको छु। यसरी मलाई निराश नबनाउनुहोस्। म त तपाईँलाई तिमी पार्टनर मलाई गुमाउन सक्दैनौ, तिमीले मलाई गुमाउन सक्दैनौ चियावाली, तर म त्यसलाई पाउन पनि सक्दिनँ नि। असम्भव केही पनि छैन, एकचोटि प्रयास गरेर हेर्नुहोस्। प्लिज एकचोटि। तिमीसँग प्रेम गर्नु भनेको अरूको चेलीलाई खुसी दुखी पार्नु प्रिय। यदि मैले आफ्नै घरको श्रीमन्त खुसी पार्न सकेन, म तिमीलाई कसरी खुसी पार्न सक्छु चियावाली? सबैलाई खुसी पार्न सक्छु। एकचोटि कोसिस गरेर त हेर्नुहोस्, संसार जित्ने तागत हुन्छ मायामा। कोसिस गरौँला प्रिय चियावाली, तर भोलि हेलमेट लुकाएर आउँछु, पहिला कुचो लुकाएर आउँला। तिमीसँग लभ पर्दै गर्दाखेरि भोलि मेरो यतापट्टिको भाग नचर्ने बताएको, स्वर केन्द्रले बताएको छ। आइहाल्छु नि। कहिले आउँछु हौ चियावाली पोखरा, त्यो पर्खाइमा भियो सिरानी, कहिले आउँछु पोखरा? तपाईँ भन्नुहोस् न मात्रै, यो ज्यान त तपाईँको लागि छ भने पोखरा त कुन छ टाढा हो र मान्छे चन्द्रमा पुगिसके, म त भोलि नै आइपुग्छु नि। कहिले काहीँ त हो त्यो माया चिनी मिलाएर पोखरातिर पनि बेच्न आउन हौ। तपाईँले सुम्पिसके बेच्नु त के, मेरो मन धन सबै तपाईँलाई बेचिसकेको छु। अब के नै बाँकी रहेर बेच्न? कति हजार बेच्नु भयो? तपाईँले किन्ने हो, कति किन्नु भयो, कसरी किन्नु भयो? तिमी अमूल्य छौ चियावाली, जसको अमूल्य छ, जसको कुनै मूल्य छैन। राम्री छौ, राम्रो हुनु, धेरै राम्रो नहुनु बिग्यो या। माई मुटु भ्यालेन्टाइन डेको धेरै धेरै शुभकामना। यसरी नै रहनु सधैँ मलाई, यसरी नै खुसी राख्नु। तिमीलाई पनि प्रिय चियावाली, तिमीलाई पनि भ्यालेन्टाइन डेको शुभकामना। यसरी नै दर्शकहरूलाई उल्लु बनाउनु। ल हुन्छ चियावाली, खुसी लाग्यो, नाइस टु मिट यु। के छ अब 12:30 पनि भइसक्यो, छुट्नुपर्छ होला है। सम्मान छ, तर अभिनय तपाईँ राम्रो गर्नुहुन्छ यार चियावाली, खुसी लाग्यो। सिआइडीमा लास्ट कल गर्ने हो सरताजी? हजुर तपाईँ निकै राम्रो अभिनय गर्नुहुन्छ, तपाईँ सिआइडीमा लास्ट कल गर्ने हो? लास्ट गरे। हेर्नु चियावाली, सुन्नु चियावाली, म फेब्रुअरी 25 तारिकमा म काठमाडौँ आउने हो, त्यहाँ म तपाईँलाई भेट्न आउने हो तपाईँको पसलमा। फेरि यस्तै एक्टिङ गरौँला नि, तपाईँ भाग्नु होला। होइन, म त फ्यामिलीसँग आउँछु नि, एक्लै आउनु नि डर लाग्छ हौ। फ्यामिलीको अगाडि एक्टिङ गऱ्यो भने के गर्नुहुन्छ? म त रियलमा नि गर्न सक्छु नि एक्टिङ त फेरि। अनि हाम्रो मिलनजीले भनेर सकेपछि म्युजिक भिडियो खेल्न पर्छ नि, नमान्ने अनि? कहिले? साँच्चै मिलनजीले म्युजिक भिडियोको लागि अस्तिदेखि भन्नुभएको यार। मिलनजीको गफै हो। गफ होइन, उहाँले आँटे तपाईँले अनि बिचमा झगडा भयो त अनि? झगडा मतलब